27 सालको ऐनसँग जोडेर डर फैल्याउने प्रयास भइरहेको छ। मानव सरकारले विद्यालयका विद्यार्थीलाई युद्धका लागि भर्ती गर्न लागेको हो। नागरिक सेवा कार्यक्रमलाई नै बदनाम गर्ने राजनीति बन्द गरौँ। हामी युद्धका लागि होइन, जिम्मेवार नागरिकका लागि तालिम चाहन्छौँ। यदि बाढी आउँदा उद्धार गर्न सक्ने, भूकम्प आउँदा सङ्गठित रूपमा सहयोग गर्न सक्ने, महामारीमा स्वयंसेवा बन्न सक्ने नागरिक तयार गर्नु सैन्यकरण हो भने हामीले नागरिक उत्तरदायित्व भन्ने शब्द नै हटाइदिए हुन्छ। सम्माननीय सभामुख महोदय, राष्ट्र सेवा दल विधेयकबारे केही मानिसले सामाजिक सञ्जालमा एउटा विचित्रको चित्र बनाउन खोजेको देखिन्छ। अरू मानिसले मात्रै होइन, कतिपय माननीयज्यूहरूले पनि लेखेको देखिन्छ। मानव सरकारले विद्यालयका विद्यार्थीलाई युद्धका लागि भर्ती गर्न लागेको हो। म स्पष्ट भन्न चाहन्छु, यो भ्रम हो, अतिरञ्जना हो, राष्ट्र निर्माणको अवधारणामाथि अविश्वास हो। यो विधेयकको मूल उद्देश्य बन्दुक बोकाउने होइन, जिम्मेवारी बोकाउने हो। अनुशासन, इमान्दारी, स्वाभिमान, सेवाभाव, राष्ट्रिय एकता र नेतृत्व क्षमता विकास गर्ने कार्यक्रमलाई सैन्यकरण भनेर चित्रित गर्नु भनेको स्काउट, स्वयंसेवा, विपद व्यवस्थापन र नागरिक उत्तरदायित्वको सम्पूर्ण अवधारणालाई अस्वीकार गर्नु हो। आज संसारका धेरै युवालाई विपद उद्धार, प्राथमिक उपचार, सामुदायिक सेवा, पर्यावरण संरक्षण, राष्ट्रिय सङ्कट व्यवस्थापन र नागरिक नेतृत्वको तालिम दिइन्छ। के ती सबै देश सैन्य राज्य हुन्? यदि बाढी आउँदा उद्धार गर्न सक्ने, भूकम्प आउँदा सङ्गठित रूपमा सहयोग गर्न सक्ने, महामारीमा स्वयंसेवा बन्न सक्ने नागरिक तयार गर्नु सैन्यकरण हो भने हामीले नागरिक उत्तरदायित्व भन्ने शब्द नै हटाइदिए हुन्छ। विधेयकमा स्पष्ट रूपमा राष्ट्रिय सेवा, विपद व्यवस्थापन, पूर्वाधार सहयोग, वातावरण संरक्षण, संस्कृति सम्पदा संरक्षण र सामाजिक सेवाको क्षेत्रमा उल्लेख छन्। आलोचकहरूले यी सबै छोडेर सुरक्षा शब्द मात्रै समातेका छन्। राष्ट्रको सुरक्षा केवल बन्दुकले हुँदैन, सङ्गठित, अनुशासित र जिम्मेवार नागरिकबाट पनि हुन्छ। म अर्को प्रश्न पनि गर्न चाहन्छु, हामी युवालाई के सिकाउन चाहन्छौँ? केवल परीक्षा पास गर्ने कला कि सङ्कटमा समाजका लागि उभिने संस्कार? राष्ट्रप्रेम भाषणले होइन, अभ्यासले निर्माण हुन्छ। सेवाभाव किताबमा पढेर होइन, सामूहिक कार्यबाट विकसित हुन्छ। यस विधेयकलाई 2027 सालको ऐनसँग जोडेर डर फैल्याउने प्रयास भइरहेको छ। तर आजको लोकतान्त्रिक नेपालमा कुनै पनि कानुन संविधानभन्दा माथि छैन। नागरिक अधिकार, स्वतन्त्रता र कानुनी संरक्षण संविधानले सुनिश्चित गरेको छ। त्यसैले भोलि सबैलाई जबरजस्ती सैनिक बनाइन्छ भन्ने प्रचार राजनीतिक उत्तेजना त हुन सक्छ, कानुनी सत्य होइन। सम्माननीय सभामुख महोदय, राष्ट्र निर्माणका लागि चरित्रवान, अनुशासित र सेवाभावी पुस्ता आवश्यक छ। यो विधेयक त्यही दिशाको प्रयास हो। कमजोरी छन् भने संशोधन गरौँ, स्पष्टता थपौँ, निगरानी बलियो बनाऊ, तर डर, भ्रम र अफवाहका आधारमा राष्ट्रलाई आवश्यक नागरिक सेवा कार्यक्रमलाई नै बदनाम गर्ने राजनीति बन्द गरौँ। हामी युद्धका लागि होइन, जिम्मेवार नागरिकका लागि तालिम चाहन्छौँ। हामी बन्दुकभन्दा ठुलो शक्ति, सचेत, सङ्गठित र राष्ट्रप्रति समर्पित युवा शक्ति निर्माण गर्न चाहन्छौँ। धन्यवाद।